नमस्ते, म कमला रावल। आज म हजुरहरूलाई जूको बारेमा जानकारी दिन गइरहेको छु। जूको बारेमा मैले गरेकोमा चाहिँ म यहाँबाट नै स्टार्ट गरेँ हजुरहरूलाई। चिडियाखानाभित्र पालना गर्नुपर्ने नियमहरू। चिडियाखानाभित्र प्लास्टिकको झोला र प्लास्टिकका सामग्रीहरू निषेध गरिएको छ। चिडियाखानाभित्र घरपालुवा जनावर लान मनाही छ। चिडियाखानाभित्र धुम्रपान तथा मद्यपान निषेध गरिएको छ। चिडियाखाना परिसरभित्र चर्को आवाजमा हल्ला गर्न र म्युजिक बनाउन मनाही छ। चिडियाखानाभित्र जथाभावी फोहोर फाल्न सख्त मनाही छ। चिडियाखानाभित्र फुल फुल्ने बिरुवाहरू भाँच्न मनाही छ। चिडियाखाना साँझ 7 बजीसम्म खुल्ला रहनेछ। माछा मार्ने फिसिङ हप्तामा एकपटक आइतबार बिहान 7 देखि 12 बजीसम्म, चैत्रदेखि कार्तिकसम्म खुल्ला हुनेछ। जू कोड अफ कन्डक्ट हो। अनि सबैभन्दा हजुरहरूले तपाईहरू ई सेवाबाट टिकट काट्ने साथीहरूले यो ई सेवा स्क्यान गर्ने, क्युआर स्क्यान गरेर आवश्यक विवरणहरू भरेर प्रोसिड गरिसकेपछि कन्फर्मेसन पश्चात हजुरको मोबाइलको टपमा चाहिँ PDF फाइल आउँछ। त्यो डाउनलोड गरेर क्युआर लगेर डाइरेक्ट गेटमा सम्पर्क गर्ने। हजुरले ई सेवाको लागि चाहिँ काउन्टरमा जानु पर्दैन हुन्छ है, ई सेवाको लागि चाहिँ। अनि फोन पेको लागि चाहिँ हजुरको काउन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ। काउन्टर चाहिँ उतापट्टि 4 नम्बर काउन्टर रहेको छ। त्यहाँ 4 नम्बर काउन्टरमा जान सक्नुहुन्छ। यहाँ 1, 2, 3 मा चाहिँ क्यास काउन्टर हो। अनि उता 4 र 5 नम्बर काउन्टर चाहिँ हजुरको फोन पे प्लस क्यास हो। यहाँ चाहिँ हाम्रो सबै डिटेल्स यहाँ माथि लेखेको हुन्छ। हामीहरूले आलीहरू चाहिँ आउँछौँ, जहिले पनि काउन्टरमा गएर चाहिँ यो कति त्यो कति भन्छौँ कि यहाँ यति क्लियरली लेखिदिएको छ। हजुरहरूले यहीँ आउनुहुन्छ, तर यही कुरा चाहिँ विदेशीहरू पर बस्नुहुन्छ अनि आफै पढेर टक्क 2000 रेडी पार्नुहुन्छ अनि 1 टिकट प्लिज भनेर आउनुहुन्छ। सुधार्नुपर्ने चाहिँ हामीमा धेरै कुराहरू छ। अनि उताबाट टिकट लगिसकेपछि हजुरले क्युआर कोड लग्न सक्नुहुन्छ ई सेवाबाट। अनि यता फोन पे र क्यासको चाहिँ टिकट लगेर यताबाट चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ है। अनि यो चाहिँ हाम्रो इन्ट्रान्स भयो। इन्ट्रान्समा हजुरको यहाँ मेन्टेन त गरिरहेको हुन्छौँ। हजुरहरूले भन्नुहुन्छ आउनुहुन्छ त्यो दिन मात्र देख्नुहुन्छ होइन, तर यहाँ सधैँ काम गर्ने हामी अलमोस्ट कर्मचारी 74। यो फोहोरा पानी मैले हजुरको योभन्दा अगाडि पनि भिडियो राखेको छु है। आज यहाँ सफा देखिरहेछ। यो चाहिँ उहाँहरूले अस्ति, आज म सन्डे यो भिडियो बनाउँदैछु। फ्राइडे दाइहरूले सफा गर्नुभएको थियो। त्योभन्दा अगाडि पनि फ्राइडे नै गर्नुभयो। प्रत्येक विकली गर्नुहुन्छ। तर यति धेरै हजुरले सफा गर्दाखेरि कस्तो हुन्छ भने मेरो पर्सनल फेसबुक अकाउन्टमा गएर पनि हेर्न सक्नुहुन्छ। मैले सायद यो मेरो पर्सनल फेसबुक अकाउन्टमा राखेको छु उहाँहरूको मेहनतको बारेमा, दाइहरूको है। अनि यहाँ फिल्डको दाइहरूलाई यति काम नन स्टप काम गर्नुपर्छ। एकचोटि पनि हात खाली हुँदैन। जताततै सबै उत्तिकै व्यस्त हुनुहुन्छ। हरेक सेक्सन वाइज हामीले चाहिँ सेक्सन छुट्याइदिएको छौँ। अनि सेक्सन वाइजको दाइ दिदीहरू यति व्यस्त हुनुहुन्छ। बिहान आएदेखि नै नन स्टप नै भइरहनु हुन्छ। आज चाहिँ हाम्रो यहाँ फिसिङ पनि चलिरहेछ है। सन्डेमा चाहिँ फिसिङ हुन्छ। त्यो भएर हजुरहरूले जू सानो भयो भन्नुहुन्छ। 6 हेक्टरमा फैलिएको जूमा चाहिँ हामीले पुरानो भिडियोमा हजुरहरूले राख्नुभएको जिज्ञासाको आन्सर पनि मैले यही भिडियो मार्फत दिन खोजेँ है। हामीसँग यो 6 हेक्टरमा फैलिएको यो जूको एरियामा लगभग 111 प्रजातिका 44वटा जनावरहरू हामीले यहाँ समावेश गरेका छौँ। यति सानो एरियामा हामीले यति धेरै जनावरहरूलाई राम्रोसँग व्यवस्थापन गरेर राखेकोमा खुसी नै लाग्छ। हाम्रो सम्पूर्ण व्यवस्थापन यो हजुरहरूको टिकटको मार्फत नै हो। यसमा हामीले जनावरको दाना आहारा, कर्मचारीको सेवा सुविधा लगायत यहाँ जूमा चाहिँ प्रत्येक दिन जस्तै हजुरको बिग्रिने बनाउने क्रमहरू बनिरहेको हुन्छ है। अनि यो मेन्टेनेन्सदेखि लिएर यसका नयाँ संरचनाहरू जति पनि बनाउँछन् सम्पूर्ण कार्य चाहिँ हाम्रो यो टिकट फेयरबाट नै बन्ने गरेको छ है। अनि हजुरहरूले सुन्नु नै भएको होला सूर्यविनायकमा नयाँ जू बन्दैछ भनेर। अब जनावर मैत्रीको लागि चाहिँ हाम्रो सूर्यविनायकमा चाहिँ 245 हेक्टर एरियामा चाहिँ जू बनाइँदैछ। त्यसमा चाहिँ हामी जनावर मैत्री बनाउने योजनाका साथ अगाडि बढिरहेका छौँ। अनि प्रायः हामी महिना दिन जस्तोमा चाहिँ यो पोखरीमा टाइममा सफा गरिरहेका हुन्छौँ।
यसो महिना दिनमा। अनि त्योभन्दा बाहेक चाहिँ फिल्डको कुरामा, खोरको कुरामा, अनि यो बाटोको कुरामा त यति बेला भन्नुहुन्न, बिहान आएर एकचोटि चाहिँ उहाँहरूले सफासुग्घर गर्नुहुन्छ, त्यसपछि चाहिँ कन्टिन्युटिङले गर्दा पनि अहिले पानी चाहिँ सफा हुन्छ। आफ्नो ड्युटी के हो त्यो अनुसार कर्मचारीहरू लागेको देख्न सक्नुहुन्छ। हजुरहरूलाई अब टाढाबाट झट्ट आएर हेर्दाखेरि एक प्रकारको हुन्छ, तर यहाँ चाहिँ हामीहरूले कसरी गरिरहेछौँ, यो मेन्टेन कसरी भइरहेछ, सरसफाइको साथसाथै जनावरहरूलाई हामीसँग कति वर्ष पुरानो एनिमलहरू पनि हुनुहुन्छ क्या। अब तिनीहरूलाई कति चाहिँ मेहनत लागेको होला त्यसरी वेल मेन्टेन राख्न। अब खानेकुराहरूको कुरा गर्नुहुन्छ भने नि दाना आहार पनि राम्रो छ, एकदमै राम्रोसँग हाम्रो भेटको डक्टरहरू बस्नुहुन्छ, अनि के अरे खाद्यान्नको मान्छेहरू बस्नुहुन्छ, दाना आएर सेम डेमा ल्याएर, अनि त्यसको साथै स्टोरको मान्छे बस्नुहुन्छ, अनि एकजना प्रशासनको आउनुभएको हुन्छ, उहाँहरू 4 जनाको रहोबरमा अनि दाना आहार वितरण गरिन्छ। के अरे सबैजनाले चाहिँ राम्रो कमेन्ट गरेर अब हामीलाई कसरी चाहिँ सुधार्न सकिन्छ, सुधारका पक्षहरूलाई चाहिँ लिएर हामीलाई सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। जस्तै अब बाध्यताकै हिसाबले हामी यो केजलाई ठुलो गराउन सक्दैनौँ। हजुरहरूले जुन केजको कुरा गर्नुभएको छ, तर खानाको कुरा गर्नुहुन्छ, उनीहरूको अब बस्ने त्यो ठाउँ पुगेन भन्ने कुरामा चाहिँ हामी त्यो चाहिँ अब ठुलो गराउन यहाँनिर चाहिँ गाह्रो छ यही जूमा चाहिँ। तर खानपान अनि रेखदेख सरसफाइमा चाहिँ मैले भन्दै आएको जस्तै गरेर कुनै पनि कमी छैन। अब कहिले मान्छे जस्तै यिनीहरू जनावर हो, जनावर पनि कहिले बिरामी पर्ला, कहिले उसलाई अब जस्तै अर्ना भैँसी हिलोमा किन बस्यो, तपाईँहरूले हिलो बनाउनु भएको रहेछ भनेर भन्नुहुन्छ भने ऊ त्यहीँ बस्न मन पराउँछ, त्यही भएर उसको लागि हामीले त्यो हिलोकै पार्टिसन छोड्नु परेको छ। हामीले त्यो तल मेन्टेन डिफ्रेन्ट तरिकाले गरेछौँ, तर त्यो गर्नु परेको छ। अब यहाँ देख्न सक्नुहुन्छ है, ओइ पुन्टी यो पनि कति ठुलो भइहाल्यो हेर्दा अर्नाहरूको खानको लागि चाहिँ यहाँ छ होइन, त्यहाँ पनि हुन्छ। अनि यहाँ उनीहरूलाई खाल बस्नको लागि, त्यस्तै बाघको लागि पानीको पोखरीहरू बनाएको छौँ, भित्र केस पनि बनाएको छौँ। यो सानो एरियामा जसरी मेन्टेन हुन्छ त्यो तरिकाले चाहिँ गरेको छौँ। हजुरहरू हेर्न सक्नुहुन्छ, सम्भवतः बाहिरको ठुल्ठुलो जूहरूमा जति एनिमलहरू प्रदर्शनीमा राखेको हुन्छ त्योभन्दा धेरै राम्रो यो सानो 6 हेक्टरको एरियामा पनि हामीसँग चाहिँ पर्याप्त एनिमलहरू राखेर हामीले चाहिँ हजुरहरूलाई प्रदर्शनीमा राखेर देखाउन सकेको छौँ भन्ने कुरामा एक पक्ष गर्व गर्नु, अर्कोतिर दुःख लाग्नु स्वाभाविकै हो। हेर्नु, एनिमल लभरको तर्फबाट हेर्ने हो भने हामीसँग यहाँ भएका जति पनि जनावरहरू छन्, बाघ, भालु, गैँडा प्राय जस्तो चाहिँ सबै रेस्क्यु गरेर ल्याइएको छन्। त्यस्ता घाइते जनावरहरूले आफूलाई चाहिँ जङ्गलमा सर्भाइभ गर्न नसक्ने भएको भएर पनि उनीहरू जूमा हस्तान्तरण गरिन्छ। यिनीहरूको राम्रोसँग औषधि उपचार पश्चात दर्शकहरूका लागि भनेर प्रदर्शनीमा राख्ने गरिन्छ। मैले त डाइरेक्टली हेर्न पाएको छु नि त, त्यो हिसाबले पनि एकदम सेटिस्फ्याक्ट्री नै छ। हजुर, म त भन्छु हाम्रो विदेशी भिजिटर जो आउनुहुन्छ नि, उहाँहरूले कति राम्रो अब कम्प्लिमेन्ट दिएर जाँदा खुसी नै लाग्छ, सजेसन दिँदा पनि खुसी नै लाग्छ। तर हतोत्साहित गर्ने तरिकाले चाहिँ अन्डर इस्टिमेट गरेको चाहिँ पक्कै पनि कसैलाई पनि मन पर्दैन होला होइन। उहाँहरूले चाहिँ कस्तो राम्रोसँग भन्नुहुन्छ कि, तर पास्टको कम्पेरिजनमा जो यति बेस्ट बनाउनु भएको छ, राम्रो भएको छ। अनि एनिमलहरूले पनि आफ्नो फ्रिडममा उ गरेको देख्दा चाहिँ रमाइलो लाग्छ भनेर भन्नुहुन्छ कि, अनि खुसी लाग्छ उहाँहरूको। अनि हामीले यता कम्प्लेन बक्स पनि राखिदिएको छौँ, हजुरहरूको के अरे कम्प्लिमेन्टहरू पनि लिइरहेको। हजुरहरूको टिकटक र हाम्रो टिकटक अनुसारको मैले यो भिडियो हजुरहरूमाझ पस्केँ। आशा छ राम्रा कमेन्ट र सुधारका पक्षहरू राखेर हामीलाई सल्लाह सुझाव दिनुहुनेछ। धन्यवाद।